मामा र माइजूको 84 पूजा आज 2083 साल वैशाख 18 गते पूर्वाङ्गको दिन। भोलि 19 गते 84 पूजा। आज पूर्वाङ्ग हुँदैछ। के अरे पुन समाजको मन्दिरमा। अरू टोली पनि छ। होइन मैले ल्याएको मार्फुल त हिँडेको छैन रे। खोइ त हामीले दिनु भयो नि त त्यो त। निर्माण हुन्छ। शङ्ख चक्र चन्दनले भुइँमा शङ्ख चक्र लेख्नु पर्यो। हजुरले 7 र 4 शङ्ख भनेको 7 चक्रको 4 लेख्नु। फुलहरू सबै चढाउँदै जानुहोस् है। अलि नजिक एउटाको अगाडि लिएर राख्नु सजिलो हुन्छ कि कसैले एघारले जल सावित्री पाँचौँमा सावित्रीमा पुगेका छौँ। सावित्री नमा सावित्री आवायामी छातायामी यथार्थलाई त्यागी नमस्कार। हृदय पुष्टि सभापति धेनु मुद्राद्वारा अमृतीकरण गर्नु। धेनु मुद्रा बनाउनु। धेनु मुद्राले अमृतीकरण गरेर मत्स्य मुद्रा, मत्स्य माछा जस्तो मुद्रा बनाएर 8 पटक ओम जप। ओम 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 ओम। पुनः 1 पटक पूजा गर्नु। ओम द्वादश कलात्मने सूर्यमण्डलाय नमः, षोडश कलात्मने चन्द्रमण्डलाय नमः, दशकलात्मने वन्यमण्डलाय नमः। सर्वे समुद्रा स्थितानि जलदानदाः श्रीमती महागणाधिपते नमः। भुवस्वस्तिविधि सहित संघ साहित्य समाज सपरिवार श्रीमन् महागणाधिपति यागच्छयानिष्ठमोक्तदं ध्यानयावत्तदं शिष्यो संसन्नो मृदो हम भुवस्वस्तिविधि सहित संघ साहित्य समाज सर्वान् समर्पयामि। यज्ञो भगवान् स्वामी ल हेर साथी हो क्यामेराम्यानहरूले अहिलेसम्म हामीलाई कसैले खिच्न आउँछ नि त पकाएको मान्छेहरूलाई। ल हेर हाम्रो भाइले यहाँ खिच्न आएको छ है त। हेर ल मिठो मिठो खानेकुरा देखाउ त।
दीर्घापन पुष्पचमार्गे दानदेवो वः सविता हिरण्यपाणि प्रतिगृह्णात् चित्रेण पाणिना जसिकेतामयेन पयसि कलशलाई सुनो ओम आज जाओ हरिः पूर्वाजाता देवे व्यस्तकं पुरा अनेनो वमृणामागो सतं धामानि सप्तधा हिरण्यगर्भेति पंचरत्नानि पंचरत्न ओम अब छोड़ो ध्यान हिरण्यगर्भा समन्वाग्नि भूतसागपति विकासकृतदा भारपतिन्द्यावति मागस्मै देवाभ्यां देव फलहरू ओम जाहा फलि निर्जा फला पपाजा स्मृति बृहस्पति शास्त्रानं मञ्चतकमसा जौ जडं जौ शिवास्पति को जवाराति देवतांतर क्षेत्र प्रकृता सुमंता लोक प्रकृता प्रकृतनवसी चंदनम चंदन ओम गंधधारा ग्रादर्शन इति पुष्ट 8 नंबर में ओम गृहक्षताय नमः सर्वोपचारादि गंधाक्षर पुष्पाणि समर्पयामि 13 नंबर कोठामा ओम यमाय नमः गंधाक्षर पुष्पाणि समर्पयामि नमस्करोमि ओम भगवते शिवाय नमः सर्वोपचारादि गंधाक्षर पुष्पाणि समर्पयामि उत्तर दिगे ओम क्षेत्रपालाय यहाँ पूजा गर्ने मन्दिरतिर फर्काउनु राम्रो देखिन्छ सबैले यहाँ गरिसके गर्नु मान्छे पूजा चल राम्रो भएको भन्नु भइरहेको त नि भन्ने हो कि कसरी फल काम त झन् भतिर भो बोबा हन्न के झन् बोलियो त बोबा भो अहिले बोबा तरी भो बाँसमा त बाँस भन्ने बोबा बोबा त मन्दिरतिर पानीहरू हुन्छ र कहाँ त्यो खसाल्नु जान्छ अहिले नभएन अहिले बाँस भन्नुपर्छ अरुण भगवानको लक्ष्मीनारायण भगवानको आनन्द कान्त चन्द्र भगवानको बाबु आज उल्लु उठाउनु घन्टी बजाइरहेको किन लगेन
ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विष्णु पूर्वोच्चारित संकल्प सिद्धिरस्तु। आफ्नो आफ्नो नाम र गोत्र उच्चारण गरेर पुरुषले गोत्रस्य भन्ने, महिलाहरूले गोत्रायाः भन्ने। गोत्रायाः देव्याः नाम भनेर देव्याः सभर्तृकायाः सपरिवारायाः मम समस्त जन्म बाल्य यौवन वार्धक्यावस्थोपार्जित कायिक वाचिक मानसिक सांसर्गिक पातकानां तथा भक्ष्य भक्षण गम्य गमनादि पातकोपपातक छोड्ने बाल सिकेर के हो बोले कहाँ नबाल्ने जाडा जाडा हाल आगो लिएर भाल न। विष्णु अद्यः पूर्व उच्चारित समस्त संकल्प सिद्धिरस्तु अद्यः अमुक गोत्रस्य आज चाहिँ नि 2083 साल वैशाख 18 गते पूर्णिमाको दिन महामाईजीको 84 पूजा शिव मन्दिरमा हुँदैछ। हिजो चाहिँ पूर्वाङ्ग भयो, आज चाहिँ नि खास 84 पूजा वैशाख 18 गते 2083 साल हामी चाहिँ नि अब आइँदैछ। तयार पनि भएको छैन होला यहाँ के छ ल यता हेर।
नमो नमस्ते स्फटिका प्रभाय सुश्वेतहाराय सुमंगलाय उपासास्ताय दशासनाय जलाजनासारस्ते नमो नमस्ते जलकाधिपति वर्णदेव भगवान ओम गणपते नमः विवेकानंदे नमः सूर्यास्ते नमः तारभुजधारी प्रभु तारभुजधारी चौक भोरी इंद्र पोते मोसा को सवारी यही गर्नुभयो दुध त माथि रहेछ चिया सुगर फ्री चिया सक्खर आउनुहुन्छ यता हो आउनु त्यहाँ भित्र बस्नु होइन यहाँ बाहिर त हुन्छ हजुर मैले खिचिसकेँ अघि नै आफ्नो माइतीलाई कहाँ छोड्छु मैले भन्दा त झन् उमेर कोही छैन माइजू उमेर कोही छैन अलिक मेरा सावित्री विजया जया देवस्ती न सदा स्वाहा मातरो लोकमातरा दृष्टिपुष्टि तदा तुष्टि आत्मना कुलदेवता गणेशेनादिकोहेता वरदा भयपाणया नैवेद्यं समर्पयामि सर्वेभ्यो देवेभ्यो नमः प्रधान देवताभ्यो नमो नमः स्थापितभूतिक देवताभ्यो नमो नमः भौती गोरेबारीको भौती आएछ र ल मैले यहाँ पढ्नुदेलमा सुन्नु है ओम समुद्रस्य पावक यागे परिभ्यावसी पावक स्मृति
आचमनीयं आचमनीयं स्नानीयं सर्वकारार्थेन पुष्पाणि समर्पयामि संसिद्धाय नमः अवभ्यायसं नमः भक्ताय नारायणाय समाधिमार्गं स्नानीयं सिद्धाय नमः 61 नंबर ओम मुक्त सिद्धाय नमः नारायणाय 62 नंबर ओम शुद्ध सिद्धाय नमः नारायणाय समाधिमार्गं पंचामृतमाचमनीयं स्नानीयं सर्वकारार्थेन पुष्पाणि समर्पयामि सिद्धाय नमः नमस्कार गर्नु ओम नमस्कार विष्णु सिद्धाय नमः 68 नंबर भोग सिद्धाय नमः नारायणाय समाधिमार्गं कृष्णचंद्र भगवान को नवरात्रि पूजा हिमावरण को सहस्र चंद्र दर्शन को जय स्वर कराली युक्त चंद्रमंडल स्वरे समर्पयामि ओम कुमुदबंधवे नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम सुधांसवे नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम औषधीसाय नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम अब्जाय नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम मृगांगाय नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम कलानिधये नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम नक्षत्रेशाय नमः गंधाक्षरपुष्पाणि समर्पयामि ओम हजुरआमाको जसरी आफ्नो बुवा आमाहरूले पूजा गरिदिनु भयो त्यो कर्तव्य त्यो धर्म संस्कारलाई यहाँले पनि अवलम्बन गर्नुपर्दछ नित्य संस्कारको बाटोमा हिँड्नुपर्दछ आफ्नो मातापिताले जे संस्कार ओम सौम्याय नमः ओम धर्मराजाय नमः ओम धर्मराजाय नमः ओम अष्टदेवाय नमः ओम भैरवदेवाय नमः ओम जलाधिष्ठात्रे नमः ओम गणेशाय नमः धर्मराजाय नमः
नमस्ते मैले आफै आउनुहोस् तपाईँले यसो गर्नु त त्यहाँ हाल्दै गर्ने अनि तपाईँले क्यालकुलेट गर्नु त केजी दुई प्रकारले हल्लाउँछ त माउलाई दुई प्रकारले हल्लाउँछ त के हो भयो छैन अलिक कम भयो हो त झट्टै गर्नुपर्छ कि आधा किन्ने हुन्छ त्यसको राखेर परेको अब हजुर निकाल्नुहोस् हजुर निकाल्नुहोस् कति भयो अरे ममता 17,000 होइन यस्तै चौथी पञ्चान्न गर्न निकाल्नु ल फेरि अब यो निकालौँ त निकालौँ अहिले पूजा भइसकेका ल फुस्क्यो सानोवाला किलो जान्छ हो 9 केजी भयो ठिक छ बिल्कुल ठिक छ ल कति किलो भयो चाल परेको त अझै 70 छ यो ठिक छ क्या यो ठिक छ बिल्कुल ठिक छ बाबा यो एभरेज कति भयो आमा निकाल्नुहोस् निकाल्नु 18,000 17,000 1,000ले जित्नु भयो यार माइजूले ल आउनु यहाँ सङ्कल्प गर्नुको लागि खै करपात्र खै करपात्र भने आउनु 1,000 ठुलो माइजू होइन करपात्र होइन सर एक मिनट सिधा काम आउँछ कि छैन नमो ब्रह्मदेवाय नमो नमः आवाहनम्
घुमाउनु हरि ओम सहस्र शिरेखा पुरुष सहस्राक्ष सहस्रपात सपुर्णको सर्वत चिन्ता तेतेश सङ्गुणावाहन आसनम गाईका चावडै खुट्टाहरूमा कुसका आसनहरू राखिदिनु कहिले कताडा कहिले कताडा हरि ओम बाबुरु खैरी दक्षिण गर्भम जद्भूतम चित्त भाव्यम मौतम सिजान जगन्नाथ पादयो पाथ्यम करपत्रको जल बाउ धुनका गाईको परिक्रमा पुष्पाणि समर्पयामि नमस्करोमि ल अब हामीहरूले त्यो नरिवलमा भगवान लक्ष्मी र नारायणको प्रतिमा बनाएका छौँ त्यहाँ पूजा गर्छौँ है त्यहाँ आह्वान गर्नु करपत्रको दल घुमाउनु हरि ओम आह्वान गर्नु हरि ओम सहस्र शिरेखा पुरुष सहस्राक्ष सहस्रपाद सपुर्णको सर्वत चिन्ता तेतेश सङ्गुणम् आवाहनं समर्पयामि आसनं करपत्रक दुईटा पुष्कर राखेको ब्राह्मणाय तुभ्यं अहं सम्प्रदाय तस्मै नमः ब्राह्मणहरूले यस्तो शरीर तथा भवान् तेषु तस्मात् जन्मनि ल चढाइदिनु त्यही चाहियो अब दान प्रतिष्ठा दान प्रतिष्ठामा जाउ लिएर सुन्यो है गीताको किताब दिने पण्डितलाई ब्राह्मणलाई ओछ्यानमा राखेपछि पञ्चरण्य औँठिनी छैन औँठिनी लगाइदिने हुन्छ
माला लगाइदेऊ तुलसीको माला कान छन् ए माला लगाइदेऊ औँठी लगाइदेऊ त्यही काना खेल्नु अब मैले त्यही के गरेँ मैले सधैँ टोकरीमा राखौँ के गरेँ ओ माओले त पाउनुभयो त तपाईँले त पाइसकेँ कहाँ रहेछ औँठीमा औँठी केमा थियो औँठी दुनामा मैले दुनाको नाम राखौँ मैले तपाईँलाई पनि सक्छु मेरो तपाईँलाई मैले दुनाको निम्ति अलिकति सानो यसो उहाँहरूलाई उहाँबाट आशीर्वाद माग्छौँ त्यसको बाद त तपाईँले गरिदिनु होला पहिला पनि भनिसकेको छु तपाईँहरूले उहाँबाट आशीर्वाद दिनुहोस् उहाँबाट आशीर्वाद दिएको बादमा तपाईँहरूले एउटा मिठो मिठो चिजहरू खुवाइदिनु होला उहाँहरूबाट आएको छ कि उहाँलाई केही पनि नलगाइदिनु होला भन्ने उहाँको छोराछोरीबाट आयो छोराछोरीको धर्म पुरा गर्नुभयो उहाँको छोराछोरीहरूलाई धेरै धेरै धन्यवाद छ उहाँहरूको यस्तो भाग्यमानी आफ्ना आमा बाबाको यस्तो 84 वसन्त पार गर्नु भएकाहरूलाई पूजा गरेर सेवा गर्न पाउनु तपाईँहरूको धेरै धेरै धन्यवाद छ यो हाम्रा दिव्य पुरुषहरूको पछाडिपट्टि बस्दाखेरि धेरै नबस्दिनु होला एउटा मात्रै बस्दिनु होला र उहाँले के पाउँछ त्यो पछाडिपट्टि त्यो रातो प्लास्टिक छ रातो प्लास्टिकहरू सामान
बस्नु त निकै बसेँ तर्केर बसेँ पढ्नु नसकेर आएँ तल फुल दिनु पाइनँ के यहाँ फुल दिएको पहिला नम्बरमा भएँ ठिक छ तिम्रो 84 गरेर एकदम लामो आयो 84 गरेको भए तिम्रो 84 गर्यौ पुछेर जानुभयो आसान गयो अहिले आउँछन् भनिदियो मैले Yeah.